2024-25 वर्ष अगाडि चाहिँ सम्झौता गरेको छु। त्यो पनि जी स्पोर्ट्सको इन्डियन कम्पनीले बनाएर उनीहरूले त्यति बेला कारण चाहिँ के थियो मैले सुनेअनुसार मतलब सानैदेखि सुनेपछि इन्डिया पाकिस्तानको म्याच गराउने न्युट्रल सुरुवात गरेको प्रोजेक्ट थियो। 2 वर्ष 3 वर्षपछि उनीहरूले छोडिदियो। तर छोडे पनि ग्राउन्ड चाहिँ यस्तो यस्तै त हो भनौँ न यस्तो थियो। अनि त्यतिकैमा सञ्चालन भयो। त्यो हुँदा 2014मा हामी विश्वकप खेलिसकेपछि बल्ल त्यसपछि राष्ट्रिय परिषदले चाहिँ त्यो यस्तै एउटा भवन ब्रोडकास्टिङ भवन अनि इन्डोर त्यो सब बनाइदिएको हो। त्यसपछि चाहिँ अब आज 24मा आएर चाहिँ फेरि अब नेपालको विश्वकप खेलेपछि अनि 24-23मा वर्ल्ड कप क्वालिफाई भइसकेपछि त्यति बेला प्रधानमन्त्री प्रचण्डज्यूले प्रलय जडान गर्ने घोषणा गर्नुभयो। त्यसपछि सरकार परिवर्तन भयो। त्यसपछि अहिले केपी शर्माज्यू आएर चाहिँ यसलाई अब निरन्तरता दिनुपर्छ भन्ने उहाँले चाहिँ यसलाई कार्यान्वयन खोज्नु भएको छ। इतिहास सिद्धि छ। स्थानीय तहबाट जताबाट बनाइदिनु भयो। यसमा क्रिकेटसँग हाम्रो के पनि बोल्नु भएको छ आधार पनि छैन। त्यति लम्बासम्म बनेको खण्डमा त्यो अब जसरी हामीले अब लिजमा सरकारले दियो त्यसपछि क्रिकेट सङ्घ भइसकेपछि त्यसबाट उठ्ने रेभेन्यूबाट चाहिँ हामी पछि आफै पनि अब चाहिँ भविष्यमा रिजर्भ स्टेडियममा आउन सक्छ। रेभेन्यू राम्रै उठ्छ। मान्छे 15-20 हजार मान्छे आउँछन् नि देखिन सक्दैछ क्रिकेट म्याच हुँदाखेरि। विश्वकप खेलिसकेपछि